हजुर लिनु हजुर खानु कि म पैसा दिन्छु आउनु बस्नु ल मलाई त्यो उसले दिदी भात दाल अलि बढी अनि तरकारी के पनि नहाल्नु मासु पनि नहाल्नु अनि कलरहरू भात ल दिनु न यहीँ बस्नु यहीँ बसेर खाने एक खाना दिनु न यिनीलाई सादा खाना कति हो सादा खानाको 200 हो सादा खाना खानु ल एउटा सादा खाना एउटा खाना नै खानु है सब आउँछ सब आउँछ है हुन्छ 200 भन्नुभयो 200 दिदी ल भयो है हेर्नु त ल ल्याइदिइहाल्नु मासु चाहिन्छ यो दिइसक्यो पैसा दिइसक्यो 200 है खाना खानु है सब खाना नि मिल्छ सब खाना नि मिल्छ सब सब्जीहरू नि मिल्छ दाल नि मिल्छ सब त्यही खानु ल ए दाँत छैन ओ दाँतै छैन उता बस उता त्यहाँ मोमो छ छ त्यहाँ यहाँ बस्नु न यता उता बस्छ न मोमो छ क्या त्यहाँ घोप्टिन्छ कता उता छ र ठाउँ ल बिस्तारै जानु न यहाँबाट एउटा चिन्नु सकिँदैन कताबाट जाने हो उताबाट जानु उताबाट घुमेर उताबाट जानु घुमेर हजुर एकदम धन्यवाद शुभकामना खान पाउने पीडितलाई दिनुभयो धेरै धेरै अब यो चुनावमा आयो अब चुनावमा अब के हुने हो भन्ने कुरो थाहा छैन ओके अब राम्रो गर्छन् त्यसलाई गर्ने हो ल हुन्छ बसेर खानु खाना होइन मलाई भोक लागेछ म खान्छु ल खानु है कहाँ हजुरको घर मेरो यी 2 किलो हो यतै हो घर सिन्धुपाल्चोक 2 किलो यो खाइचोर यो सुहारा माथि सुहारा बोल्छ ए यहाँ सुन्नु सबैले हेर्दा गरे मेरो नाक त हरायो आज सिन्धु बाउचो भत्ता 6500 रुपियाँ आउँथ्यो नाक त हरायो अब त्यो मलाई यहाँ गाह्रो पर्यो ए हजुरहरूले पनि सपोर्ट गर्नुपर्छ एकदम ठिक छ हजुर खाना खानुहोस् है भोक लागेको छ हुन्छ केही छैन हुन्छ बुवा बसेर खानु है आनन्दले खानु पानी त्यहीँ छ है ल एकदम ठिक छ हजुरलाई नि धन्यवाद एकदम राम्रो हो ल हस् खानुहोस् है ल जुनको छोरो के गरेर हर टाइम पैसा म्याटर नै गर्दा ब्रदर हेल्प गर्नुपर्छ अब कोही मान्छे यस्तै हुन्छ तर रक्सी खाएर आइरहेको हुन्छ के होइन यसले भनेको मैले दिएँ नि त पैसा पनि दिएँ ल खानु भनेर होइन हजुर नै ल्याइदिने किनभने उसलाई भोक लागेको थियो नि त यति रक्सी खान मन भयो त होइन उसले हुन्छ हजुर दिनु म उता गएर खान्छु भन्न सक्छ नि त त्यही भएर कसैले हेल्प माग्यो भने गर्नुपर्छ होइन त्यो गाइस हेल्प गर्नु नै ठुलो कुरा हो सो ओके ब्याग निकाल ल गाइस अहिले चाहिँ हामी फाइनली होइन सुनकोसीको माथिपट्टि एउटा होटेलमा बसेर हामी खाना खाँदैछौँ होइन सुभाष चाहिँ उतै खाइरहेको छ दामी छ होइन खाना चाहिँ अब मिठै नै छ भनौँ यहाँ चाहिँ मेरो बाबु अनि डियर अनि उहाँ चाहिँ यता हाम्रो खाना चाहिँ यस्तो रहेको छ थकाली खाना है सो ओके अब चाहिँ हामी यो सुनकोसीको नदीको माथिबाट खाना खाएर अब हामी यहाँबाट निस्किन्छौँ होइन काठमाडौँको लागि अब 70 किलोमिटर छ बाँकी अब 70 किलोमिटरमा चाहिँ हामीले राइड गर्नुपर्ने हुन्छ गाइस सो त्यही नै हो
अहिले चाहिँ अलि तातो भएको छ यहाँको माथिको भन्दा यहाँ चाहिँ अलि तातो भएको छ होइन। सो ठिकै छ। यहाँ चाहिँ यस्तो रहेको छ भने उयो चाहिँ सुनकोसीको पुल रहेको छ अनि यो चाहिँ हाम्रो नदी भएको छ भने ल ओके। ओए फुच्चे के छ झर्ने हो हामीहरू बिस्तारै जाँदै गरौँ। हुन्छ ल अब है त गाडी बाटो नभुल। लालीगुराँस टिप्ने ओए कालु एकदम हाम्रो चाहिँ यहाँ एडम भ्लग है सुप्रिमको हेलमेट ओए माथि आउँदो रहेछ कि हाम्रो घोडा चाहिँ यहाँ छ है। अब हामी जान्छौँ काठमाडौँ। ओइ 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 ल गाइस अहिले चाहिँ मैले X+ 210 राइड गरेर आएको छु भने म यसको बारेमा चाहिँ अलि केही कुराहरू भन्छु है। मैले राइड गर्दाखेरि मलाई कम्फर्टेबल कतिको भयो कतिको भएन भन्ने कुराहरू म हजुरलाई भन्छु है। यो भनेको राइड गर्दाखेरि चाहिँ होइन एकदमै कम्फर्टेबल हुने, राइड गर्दाखेरि चाहिँ हाम्रो ढाड दुख्ने समस्या त्यस्तो केही नै छैन होइन। अनि अर्को कुरा भनेपछि होइन जस्तै हाम्रो हाइटी होइन, हाइटी चाहिँ अलि हाइट नै छ होइन यसको। जस्तै हाम्रो टर्निङमा चाहिँ अलि लड्ने सम्भावना चाहिँ अलि धेरै हुन्छ होइन टर्निङमा। बाइक चाहिँ अब अरू कुरामा सबै पर्फेक्ट नै छ होइन। यसको मलाई के मन परेन भने जुन यसको हाम्रो हाइवेमा दिनुपर्ने पावर हुन्छ नि, अब 200 cc को इन्जिन भइसक्यो त होइन, अलि पावर चाहिँ अलि राम्रै दिनुपर्ने हो। तर यसको पावर चाहिँ मलाई मन परेन होइन। एउटा पावर मन परेन भने अनि अर्को मलाई यसको ब्रेकिङहरू पनि मन परेन होइन। ब्रेकहरू चाहिँ त्यति क्विकमा लाग्दैन होइन। सो त्यही मलाई दुईवटा कुरा मन परेन होइन। एउटा चाहिँ हाम्रो पिकअप अनि अर्को चाहिँ ब्रेकिङहरू चाहिँ मलाई पिट्टिकै मन परेन होइन। किनभने अब जस्तै हामीले 1-2 गियरमा चलायो भने अलि भाइब्रेसन धेरै आउने होइन। हुन्छ नि अब हामीले 30-40 को स्पिडमा बटार्यो भने भाइब्रेसन धेरै आउने होइन। 3 गियरमा चाहिँ अब पावर भुरभुर भुरभुर गर्ने होइन बाइक नै। अनि अड्केला झापा बन्द होला जस्तो हुने कि भुरभुर भुरभुर गर्ने होइन 3 गियरमा चाहिँ। अब त्यही भएर यसमा पावर चाहिँ अलि कम नै छ भनौँ न। 200 cc को इन्जिन हर्स पावर भयो भने होइन, तर त्यस्तो पावर चाहिँ मलाई लागेन है। किनभने अफरोडमा चाहिँ राम्रो दिन्छ होइन। अब अफरोडमा चाहिँ हाम्रो 1-2 गियरमा 2-3 गियरमै राम्रो तान्छ होइन। अब त्यही हो है मलाई अब यसको कुराहरू त्यही नै हो। मलाई त्यो कुराहरू चाहिँ मन परेन होइन। पावर र हाम्रो ब्रेकिङहरूको चाहिँ मलाई त्यो कुरा मन परेन। अरू चाहिँ अब यसको बारेमा भन्नुपर्दा मलाई चाहिँ ठिक लाग्यो है। मलाई चाहिँ अब त्यति अनुभव पनि छैन नि त यो बाइकहरूको। मलाई चाहिँ अब चलाएअनुसार मलाई थाहा भएको कुराहरू चाहिँ मैले भनेको होइन। सो ठिकै छ बाइक। अब त्यस्तो नराम्रो पनि भन्न मिल्दैन, त्यति राम्रो पनि भन्न मिल्दैन होइन। सो ठिकै छ अफरोडको लागि चाहिँ। अफरोड नि भवालै हान्छ होइन। यहाँ पानी छ, लेतो छ। यहीँ नि मैले कमसेकम यहाँ हेर्न सक्नुहुन्छ त्यही 40 को स्पिड थियो होइन। 40 को स्पिडमै मैले अफरोडमा हानेको। ठिकै छ यदि तपाईँहरूले लिँदै हुनुहुन्छ भने होइन लग्दा हुन्छ बेस्ट। यहाँ हेर्नु अफरोडमा नि यस्तो मैले 35-40 को स्पिडमा लिइरहेको छ नि त। सो राम्रो नै दिइरहेको छ। सस्पेन्सन चाहिँ यसको राम्रो छ, अरू कुरा भन्दा नि सस्पेन्सन राम्रो छ होइन। अब त्यही हो। ओके गाइज आजलाई यति नै है। कस्तो लाग्यो भिडियोहरू, मन परे लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ। ओके बाई बाई।